अरु मलाई थाहा छैन मेरो पैसा फिर्ता दे, अरु मलाई थाहा छैन मेरो पैसा फिर्ता दे। सल्यानी चेली गीताञ्जली गिरीको नयाँ गीत पैसा फिर्ता दे सार्वजनिक भएको छ। बेबी बेबी भनिसिन्थ्यो अहिले के को चिन्ने, बेबी बेबी भनिसिन्थ्यो अहिले के को चिन्ने, यस्तो कहिले देखेपछि आँखा तर्दै हिँड्ने, आँखा तर्दै हिँड्ने। सार्वजनिक यस गीतमा गीताञ्जली गिरी र लमजुङे ठिटो आशिष जीएमको स्वर रहेको छ भने गीताञ्जली गिरीकै लय तथा शब्द सिर्जना रहेको छ। गीताञ्जली गिरीका यस अघि पनि सल्यानी टप्पा, तीज गीत जस्ता दर्जनौं गीतहरू बजारमा आइसकेका छन्। आफूलाई आपत पर्दा राजा राजा भने, आफूलाई आपत पर्दा राजा राजा भन्यो, जब मलाई दुःख पर्दा टाढा टाढा भन्यो, टाढा टाढा भन्यो। पैसाको मुख कालो हुन्छ भन्ने यही गीत मार्फत प्रष्ट हुन्छ। पैसा छ त सब थोक छ, पैसा छैन केही छैन भने जस्तै माया पिरतीमा रहँदासम्म पैसाको ओहोर दोहोर खुब चल्छ। माया पिरती पनि मौलाउँदै जान्छ, झाङ्गिँदै जान्छ। विडम्बना त यो छ कि सानो खटपट र एक अर्कामा विश्वास नहुँदा मौलाउँदै गएको माया पिरती सुक्न थाल्छ, बिस्तारै दूरी टाढिन थाल्छ। अनि सुरु हुन्छ एक अर्कालाई आरोप प्रत्यारोप लाउँदै आफूले दिएको मायाका कोसेलीहरू फिर्ता माग्ने। हो, आजभोलि धेरै जसो प्रेमी जोडीहरूको यस्तै कथा छ। धेरै प्रेमी जोडीहरूले पैसा लुटाएका छन्, लुटेका छन्। हो, यस्तै भाव बोकेको उक्त गीतको भिडियोमा सुरेश कोहली, सञ्चिता बुलाखे र रेशम खत्रीको अभिनय देख्न सकिन्छ। यस गीतलाई सुनिल परियारले एरेन्ज गर्नुभएको छ भने मिक्सिङ रमेश खड्काले गर्नुभएको छ। उक्त गीतलाई डाइरेक्सन विक्रम चौहानले गर्नुभएको हो भने उक्त गीत भर्खर मात्र गीताञ्जली गिरीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। पैसा फिर्ता दे गीत समय सान्दर्भिक एकदमै बब्बाल बनेको छ, हेर्न नछुटाउनुहोला। उक्त गीतको लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु, क्लिक गरेर हेर्नुहोला अनि तपाईँलाई गीत कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला। गीतको भिडियो तपाईँका सबै आफन्तीजनहरूलाई सेयर गरिदिनुहोला। सल्यानकी चेली हुन्, सबैले माया गरिदिनुहोला।